हेलो एभ्रिवान, नमस्ते। नमस्ते। हामी चाहिँ पहिले चाहिँ हामीले कोदोको ढिँडोको मुकबाङ गरेको थियो अनि आज चाहिँ हामी सासू बुहारी फेरि मकैको ढिँडो लिएर आएको छौँ। धेरै त ल्याएको छैन, एक थाल मात्र हो है। हामीलाई धेरै खानु मन पर्दैन है हामी। एक थालबाट रुच्दैन अनि हामीसँग चाहिँ मकैको ढिँडोसँग रहेको छ खुर्सानी। देखाइदिनु खोइ खुर्सानी तपाईँको खुर्सानी। अनि यहाँनिर यहाँ उचालेर देखाइदिनु। यो निगुरेको तरकारी, यहाँ चाहिँ निगुरेको तरकारी। मैले आफैले कसले खोजेको यो निगुरेको तरकारी? बुहारीले खोजेको। अनि सलादमा चाहिँ रहेको छ गाजर अनि काँक्रा। अब के गर्ने, उचाली देखाउने हो। यहाँ यसरी भागमा देखिन्थ्यो दही। अनि अर्को रहेको छ मेन हाम्रो चाहिँ आज तरकारी नै भनेर हामीले चाहिँ के अरे मम्मी दही लिएको छौँ। चेस गर्यो। सगुन पहिला खाने हो के सगुन खायौँ। अनि हामीले चाहिँ खासमा चाहिँ आज दही र ढिँडो नै खाने भनेर सासू बुहारी कुरा गरेको थियौँ, तर पछि फेरि होइन जस्तो लागेको छ क्या तरकारी नै उ गर्ने भनेर। अनि त्यसमा चाहिँ निगुरे पनि अलिकति पकाएको। अब चाहिँ अब यसरी खाने। अब चाहिँ हामी खाना सुरु गर्छौँ। यो चाहिँ हाम्रो फर्स्ट के हो गाँस है साथीहरू। यो हाम्रो अर्ग्यानिक भैँसीले दिएको दही होइन? कहाँनिरको भैँसी चाहिँ कहाँ पाल्छ हामीले? खै कता पाल्ने, अर्को पाल्ने। हामी त घाँस काट्नु सक्यो भने दही अच्छा भैँसी पाल्छ। मुखमा मात्रै हाल्ने है। अब यसरी खाएर खोर्सानी चाहिँ सोको लागि मात्रै होला जस्तो छ मेरो चाहिँ। मेरो पनि त्यही हो। खोर्सानी त यहीँ राख्नु पर्यो चक्खै पुरो। दहीसँग खानेकुरा आएन। अलिअलि यो चाहिँ के अरे कालो खालको निउरो पनि छ यहाँनिर चाहिँ एक दुईवटा। मैले बारीमा लडी खोजेर लिएको निउरो। यो फरेको खासमा चाहिँ यो पूजा नानीको लागि भनेर निउरो लिएको हो। भएर तर मैले त धेरै दिन भयो भने राख्ने भने, तर मम्मीले पकाउँदा अब दही लगाएर खाऊँ है। अझै यस्तोसँग त मम्मी सोलर थाहा? सोलर हाम्रो उतातिर सोलर भन्छ के। यसमा तड्का हाल्ने के नुन खोर्सानीको अनि खाने पातलो बनाएर महीलाई। मिठो भयो है। हाम्रो चाहिँ बाबाले ढिँडो खानु खोज्नुहुन्न अरे, पहिले नै खाइसक्नु भएको अरे, त्यही भएर हामी सासू बुहारी मात्र खाइरहेको यहाँ। बाबा त बिहामा मासु भात खानु जानु भयो। सरी है, मिस्टेक भयो अलिकति। मेरो बुढा पनि खासै यो मकैको ढिँडोहरू खानु खोज्नुहुन्न। पहिलेदेखिको सानैदेखिको उनीहरू चाहिँ चामलको भात खाएर हुर्केको अरे। मलाई चाहिँ मनपर्छ जे होस्। के भयो चपाइरा क्यामेरामा हेरेर चप्पाइरा अब सिस्नुसँग खानु पायो हुन्थ्यो है। मलाई अलिक यहाँनिर नमन पर्ने भनेको बुहारे कि के भन्ने होइन, त्यो चाहिँ अलिक खान त खान्छु तर अलिक स्मेल आउँछ, त्यही भएर मन पर्छ। त्यो झन् दबाई हो नि त। सिप्री साग चाहिँ हुन्छ, पेट दुखाउँछ। त्यो भरेल त झन् मजाले हुन्छ नि त भरे त। त्यो चाहिँ अलिक स्मेल आउँछ क्या, त्यही भएर अलिक मन पर्दैन। तर पकाएर दियो भने खान्न चाहिँ भन्दिनँ। सागहरू चाहिँ मलाई जे दिए पनि म साग चाहिँ खान्छ। भरेलाई नै आलुमा पकाइनु मिल्यो, छोप्लाइनु मिल्यो। बुहारी भनेको चाहिँ थाहा पाउनुहुन्न होला, तर गोर्खामा बस्ने मान्छेहरूलाई त थाहा हुन्छ होला है। गोर्खामा बस्नेलाई नि थाहा छैन परै जस्तो। मैले चाहिँ बुहारे सिप्री साग चाहिँ यहीँ आएर थाहा पाएको। चाइनाहरूले चपाउँदा चाहिँ यसो गरेर चपाउने रे। कसले रे? चाइनाहरूले
कसरी चाइनाहरू चाहिँ मुख नफुकाइकन क्या यसरी क्या मुख खोलेर खाएको मन पराउँदैन नि त मान्छेहरूले अनि नेपाली खायो भने यसरी गरेर नेपालीले खाएको होइन खान्छ यसरी त्यो ह्याबिट हो कि मुख बन्द गरेर खाने ह्याबिट हो क्या आवाज निकालेर खाएको मन पराउँदैन नि त मान्छेहरूले त्यही भएर सक्दैन जस्तो लागेको थियो ढेँडो अहिले त सिद्धिन लाग्यो खाँदा खाँदा हो खाँदा खाँदा त मिठो भयो अझै तातो तातोमा खानु पाएन यो राखेर पसलमा कुद्नु पऱ्यो नि त है नभए मिठो थियो होला झन् अझ तातो ढेँडोसँग त घिउ यसमा त मलाई घिउ होइन मासु पनि मिठो लाग्छ मासु पनि मिठो लाग्छ तर दहीमै नै ठिक लाग्छ यो मकैको ढेँडोसँग त क्या खाना भन्दै सकिन लागिसक्यो हाम्रो चाहिँ खाना है मम्मी काली ढेँडो खान सजिलो हुन्छ मक ढेँडोलाई चपाइरहनु पर्ने काली ढेँडोलाई त यस्तो गरेर खुलुत निल्यो यो पनि निल्नु नि लाग्दैन चपानै पर्छ होला अलिक खर हुन्छ नि त तपाईँ मेरो दही त बराबर भइसक्यो जानु पर्यो बिचमा खाना पऱ्यो त मिठो भयो अब यसरी खाने दिन कहिले आउँछ होला फेरि आउँछ कहिले जलजले खानु मन लाग्यो त्यही बेला खाने होइन तपाईँ र म ए खाने नि अरू त कोही खानु खोज्दैन ल साथीहरू यस्तो अर्ग्यानिक चिज खानु होला तपाईँहरू पनि होइन तपाईँहरू पनि हामी त एक ताल ढेँडो लिएको सक्दैन होला भनेको अन्त खर्लम खोलम सिद्धियो खाइसक्यौँ हामीले चाहिँ कस्तो मिठो भयो पेट पनि हाल्छ है पेट पनि ठुलो भइहाल्छ सानो पछि चाहिँ ठुलो निस्क्यो अब एउटा पनि निहारै चाट्ने हो चाटी मटाउने भन्छ मैले चाट्नु भयो पातलो रहेछ फेरि मोटो फेरि यसरी खानुपर्छ खानेकुरा एउटा नि फाल्नु हुँदैन पाप लाग्छ पाप लाग्छ यो त काँक्राको गाजर बाँकी छ मेरो त सबै खोर्सानी मात्रै बाँकी छ यो दही खाऊ मैले माइत मनाएर चाहिँ दही चाहिँ खाँदिनँ थिएँ म चाहिँ बेसरी खान्थेँ अनि दुध पनि त्यति खाँदैन थिएँ अनि पुरौनी चाहिँ खान्थेँ अनि फेरि खिर खाँदिनँ थिएँ आजकल त खिर नि खान्छ दही नि खान्छ सबै खान्छ मिठो लाग्छ खाने हो जम्मै कुरा म दही चाहिँ खान्न थिएँ फेरि मही चाहिँ खान्थेँ म कस्तो मान्छे हो कि खतम्मको मान्छे हो आलुको तरकारी मन पर्दैन फेरि आलुको अचार खान्छु है आलुको तरकारी चाहिँ म खाँदैन अनि फेरि तरकारीहरू पकाउँदाखेरि जे पकाउँदाखेरि पनि आलु नै मिसाउनु पर्छ भुजिया मिठो हुन्छ नि त भुजिया पनि खाँदैन म त मम्मीको पनि खाइसकेँ मैले दही अस्तिनीको हामीले के भन्छ अरे कालो ढेँडो खाएको भिडियो पनि कति धेरैजनाले हेर्नु भएको थियो नि त कति धेरै भ्युज आएको थियो मन पराइदिनु भएको थियो योचोटिको भिडियो पनि मन पराइदिनु होला हाम्रो चाहिँ थाल पनि रितिसकेको छ अब भात दिने मान्छे पनि छैन है हामी दुईजना यहीँ छौँ तर हामीलाई पुगिसक्यो साथीहरू यो भिडियोलाई पनि हेरेर इन्जोय गर्नु होला थ्याङ्क यू फर वाचिङ बाई 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 गरिदिनु मम्मी बाई बाई